आज चाहिँ हामी रारा जानको लागि निस्किएको है। ये क्या बात करता है यार। रारा ताल कस्तो हुन्छ नेपालकै ठुलो ताल हो नि त, त्यहाँ जानको लागि निस्क्यौँ बिहानै। गुममा परेको दिनसँगै बसार पुगेर बसारमा एकछिन बसेर गाडी चढियो होइन। एकछिनमा गाडी चढ्यो सब प्याक रहिसक्यो फेरि होइन। इधर केही छैन भनेर फर्स्टमा बसियो अब चाहिँ होइन। ऊ आन्टीहरू चाहिँ पछि हुनुहुन्छ, बहिनी र म फर्स्टमा छौँ। यस्तै गर्दा गर्दै बिच बाटोमा आयो अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो अङ्कल होइन। अङ्कलले चाहिँ गाडी चलाइराख्नु भएको थियो, मस्तले ब्याकग्राउन्ड पनि बवाल बवाल आइरहेको है। हामी चाहिँ सबैजना गाडीमा रमाइलो गर्दै कालीकोटसम्मको यात्रा थियो है आजको चाहिँ। आज चाहिँ हामी कालीकोटसम्म मात्रै बस्ने प्लानिङ थियो है। केटाकेटीहरू चाहिँ मस्तमा गीत गाएर आएका थियो कि फेरि होइन। सबमा बेग्ला बेग्लै होइन, एकदम दुर्गेश थापाको भाइरल गीत के फेरि होइन गाइरहेको थिएँ। एकछिनपछि हामी चाहिँ मजाले फेरि नास्ता खाएर चाहिँ एकछिन गाडीबाट बसेको अनि बिचमा जाम पऱ्यो फेरि गाडी होइन। जाम परे पनि एकछिनपछि त गाडी खुलिहाल्यो। अब हामी जाम परेर चाहिँ हिँड्न लाग्यो है फेरि गाडीमा। जाम परेर चाहिँ एकछिन सकिएर हिँडेको अनि वाल बिहाएको यता डाँडामा आइसकेपछि अन्त एकछिन गाडी रोकेको थियो। अनि त्यहाँपछि अनि भित्र चाहिँ फेरि कम हुँदै गइरहेको थियो कि मान्छेहरू, झर्दै झर्दै गइरहेको थियो। अनि हामी चाहिँ अगाडि पछाडि हेर्दै बहुत रमाइलो पाराले फेरि हिँडिरहेको थियौँ। हिँड्दै बिच बाटोमा फेरि जेठो अङ्कल भेटिनु भयो कि होइन, उहाँको गाडी हो। अनि कान्छो अङ्कलले चाहिँ हाम्रो बोकिराख्नु भएको थियो। अङ्कलको फेरि चाहिँ ठुलै हो भने त फेरि बस होइन। अनि त्यहाँ तिला नदीमा पुग्यो। तिला नदीदेखि चाहिँ एकछिन बिस्तारै हुन्छ नि त उकालो लाग्यो अनि मामा घर पुग्नुपर्ने थियो आज होइन। यात्रा चाहिँ त्यहीसम्म हो। सबै चाहिँ गाडीबाट झरेर मामा घरको नजिकै छौँ होइन। अनि एकछिनमा पुगेर सबैलाई अब ढोकसक्दै गर्ने पऱ्यो होइन। दर्शन गरियो अनि एकछिनपछि अनि नास्ता खायो होइन। अब अनि पुरा कपडा सपडा मैला थियो नि त। अनि एकछिन बसेर अनि कपडाको धुनको लागि प्लानिङ गरियो कि होइन। कपडा सपडा अब यताउति धोइयो। अनि धुँदाखेरि चाहिँ अब एकछिनपछि चाहिँ अब हामीले चाहिँ कपडा धोएर पनि सकिसकेका थियौँ कि एकछिनमा सकियो होइन। अब सकिएर अब चाहिँ यसै बसिरह अब खानसाना खाएर सुत्नु पर्ला।